अब सुपर डान्स गर्दाखेरि वेलकम ब्याक टु माई युट्युब च्यानल र धेरै समयपछि मैले चाहिँ आज भिडियो बनाउँदैछु र म अहिले छु कौशिकमा चाहिँ अनि आज चाहिँ माघे सङ्क्रान्ति छ त्यसको हजुर सबैलाई हार्दिक मङ्गलमय शुभकामना र अहिले चाहिँ म र योजना उठेर हामीहरू चाहिँ जाँदैछौँ आज चाहिँ बदाम र भुजा लिन गुड चाहिँ हिजो अलरेडी ल्याइसक्नु छ आन्टीले चाहिँ अनि हामीहरूले चाहिँ के आज खानाको लागि मिठो चिजहरू बनाउने सोचेछौँ हामीले चाहिँ दिदीबहिनी मिलेर हेलो मन्ता सिस्टर कति चलाएको मैले साइकल मैले एउटा साथीको चाहिँ चलाउँदै कति अग्लो थियो त साइकल मजा आउँदो रहेछ आफूले चलाउँदा होइन कति मान्छे रहेछ केही देख्न नपाए जस्तो ह्यान्सी देखेछ अन्त खुसी भएको छ हेर है यो साइकल चलाएर जाँदा अघि त बरु ठुसेर बसेको थियो होइन यो जानु बजार पनि थाहा योजना मोबाइल साथ फाइनली हामी गीता किराना पसलमा आइसकेको छौँ मेरो मम्मीको सप म किन भन्छ मेरै मम्मीको सप अरू यही हो अब यहाँ चाहिँ हामी टमाटर लिन्छ यो लिन गइसकि अनि यहाँ बसिरहेछ गाइस हामीहरू घर आइसकेर अहिले घाम ब्रेक लिइरहेका छौँ खानासाना खाएर चाहिँ अनि हामीहरू चाहिँ बनाउने भने प्लान गऱ्यौँ आज चाहिँ हाम्रो काम चाहिँ यो पनि हुनेवाला छ यही तोरीहरू उठाउने अहिले पछि योजना चाहिँ एक्टिभ हो यसको लागि म चाहिँ फर्स्ट टाइम हो त्यही भएर चाहिँ हल्का सिक्दै बनाउँदै मेरो चाहिँ हामी चाहिँ वाइट लाग्छौँ तल पनि ब्ल्याक लाइन ओके गाइज हामी चाहिँ रेडी भइसक्यौँ अब बनाउनु अब चाहिँ मजाले यसको खोल निकाल्ने धेरै हुन्न र है हामी राख्न पनि कि यति कहाँ बनाउनु र यति बनाउने भने त बेच्नै लाग्दैन एक दिन मोमो बनाएर खानु यसको झोल मेरो थाहा छैन मलाई यो ल गर ल एक
हामी चाहिँ अहिले चाहिँ कोठमा छौँ अनि कस्तो मजाको ठाउँमा पकाउन आगोमा अनि हामीलाई सजिलो हुन्छ नि त आगोमा पकाउन अहिले चाहिँ अब भुजा बनाउनलाई पहिला यसमा हाल्न लगाएको छ अरे अनि त्यसपछि अनि बदामको लागि त्यसैमा पकाइदिने एकछिन अब त्यति चाहिँ बदामको लागि हुन्छ अब यहाँ चाहिँ एकछिन भुजालाई यसरी हामीले टन्नै बनाउने यसमा चाहिँ धेरै भन्छ एज आई अनि यसमा चाहिँ अब धेरैजनाको हुन्छ बदामको लागि गाइस छोरा छोरा बहिनी हेर्न बस है एकछिन है खुदा बोलेको उस खाने भइया ल है नास्ता दिँदा ल कुच्ची बहिनी ल यो जना चिया लिएर आऊ बुधबार सरी बिहिबारको चाहिँ के भन्छ नि बजार हेर्न जाँदैछ धेरै टाढा छैन जस नजिक र आमाले यहाँ लप्सी सुकाउनु भएको छ र खानै पर्यो नि है एउटा मात्र खान्छु ल नो के भन्छ नो रियाक्सन च्यालेन्ज साइकल यही साइकल सोच्छु मैले चलाएर जाउँ कि म त यही हो के बजार अरे बिहिबार बजार तर अनफर्चुनेटली म आएको भनेर होला खाली छ सो हामीहरू चाहिँ चटपट खाना आयो त्यसले चाहिँ हामी मिठो बनाउँछ हामीमा छ अहिले चाहिँ एकदम खाली छ मजा अनि यो के खुच्ची परेको चाहिँ ऊ त्यसको अरे कहाँ गयो ल हाम्रो पानीपुरी चाहिँ आइसकेको छ र योजना अन्त्यकारीले खाइसकेको